हेलो साथीहरू, के तपाईलाई थाहा छ नेपालको सबैभन्दा शक्तिशाली पद अर्थात् प्रधानमन्त्रीले महिनाको कति तलब पाउनुहुन्छ? सरकारी ढुकुटीबाट उहाँले कति पैसा र के कस्ता सुविधाहरू उपभोग गर्नुहुन्छ? आजको यस भिडियोमा हामीले प्रधानमन्त्रीको तलब, भत्ता र अन्य सेवा सुविधाको बारेमा कुरा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। यदि हाम्रो यस च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। आउनुहोस् ढिला नगरी लागौँ सिधै विषयवस्तुतर्फ। नेपाल सरकारको पछिल्लो मर्यादा क्रम र नियम अनुसार प्रधानमन्त्रीको तलब यस प्रकार रहेका छन्। सुरु तलब यानी बेसिक सेलरी 77,280 रुपैयाँ, महँगी भत्ता 2,000 रुपैयाँ, सञ्चार भत्ता 5,000 रुपैयाँ, अतिथि सत्कार 10,000 रुपैयाँ, कुल मासिक नगद बुझी लिने रकम 54,280 रुपैयाँ। तर याद राख्नुहोला, यो त केवल नगद तलब मात्र हो। यसबाहेक प्रधानमन्त्रीले पाउने सुविधाहरू निकै लोभलाग्दा रहेका छन्। सरकारी निवास। काठमाडौँको बालुवाटारमा अत्याधुनिक र सुरक्षित सरकारी निवास, 2वटा विलासी गाडी, महिनाको 306 लिटर पेट्रोल र वर्षको 40 लिटर मोबिल। भ्रमण भत्ता। देशभित्र भ्रमण गर्दा दैनिक 3,000 रुपैयाँ र विदेशी भ्रमण गर्दा आकर्षक डलर भत्ता। उपचार खर्च। प्रधानमन्त्री र उहाँको परिवारको सम्पूर्ण उपचार खर्च राज्यले नै बेहोर्ने गर्दछ। प्रधानमन्त्री एक्लैले काम गर्नुहुन्न, उहाँलाई सहयोग गर्न राज्यले ठुलो टोली उपलब्ध गराउँछ। उहाँले 45 जनासम्म विज्ञ सल्लाहकार राख्न पाउनुहुन्छ। 35 जनासम्म सकिए सचिवका कर्मचारीहरू हुन्छन्। यी सबै तलब पनि तपाईँ हाम्रो करबाट नै तिरिन्छ। यसरी हेर्दा नगद तलब कम देखिए तापनि अन्य सुविधाहरू जोड्दा राज्यको ठुलो रकम प्रधानमन्त्रीको सेवामा खर्च हुने गर्दछ। के तपाईँलाई लाग्छ यो सेवा र सुविधा उचित छ? आफ्नो विचार तल कमेन्ट बक्समा राख्नुहोला। सो आजको लागि यति नै। यस्तै भिडियो हेर्नका लागि हाम्रो यस च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।